यो नेसनल पार्क चाहिँ रेड कोलोबस मङ्कीको लागि फेमस छ हैन जुन चाहिँ वर्ल्डमै ओन्ली यो नेसनल पार्कमा पाइन्छ यो अरिङ्गलै हो टोक्यो भने त सक्यो नि त्यसले अट्याक गर्यो भने त खतम What is this? Pilaf? How to say pilaf, no? Little bit. I am Asian, I eat more rice. Thank you. Put more. Put more. More? Yeah. I want. Sausage. Yeah. Hello guys and good morning. के छ तपाईहरुको खबर? Once again welcome back to the channel. आज चाहिँ हामी जन्जिबारको तीनटा आइकनिक प्लेसहरु एक्सप्लोर गर्दै छौं। एउटा चाहिँ जोजानी फरेस्ट अनि अर्को चाहिँ स्पाइसी फार्म र त्यसपछि लास्टमा चाहिँ हामी स्टोन टाउन भिजिट गर्दै छौं हैन वन अफ द हिस्टोरिकल सिटी जन्जिबारको अनि साथै हेरौँ अरु केही भयो भने अदरवाइज यति घुमेर आउने छौं। सो लेट्स सी कस्तो छ हैन सँगै एक्सप्लोर गरौँ है त। हाम्रो गाडी चाहिँ आयो सायद यहाँ हाम्रो गाडी जो माथि चढाइदिएर त्यहाँ एनीवे सो जन्जिबार चाहिँ आइल्यान्ड मात्र के अरे बिचेस मात्र हैन हैन अरु पनि एकदम हिस्टोरिकल उहरु छ नेचरली फुल्ली उ छ हैन सो नेचरली रिचेस सो लेट्स सी आज हामी चाहिँ एक्सप्लोर गर्दै छौं डिफरेन्ट पार्ट फ्रम जन्जिबार है त। So right now म चाहिँ जोजनी नेसनल पार्क जोजनी फरेस्टमा आइपुगेको छु देख्न सक्नुहुन्छ यता अनि यो चाहिँ जन्जिबार आइल्यान्डको वान एन्ड ओन्ली फरेस्ट नेसनल पार्क भनौं न। यो नेसनल पार्क चाहिँ रेड कोलोबस मङ्कीको लागि फेमस छ हैन जुन चाहिँ वर्ल्डमै ओन्ली यो नेसनल पार्कमा पाइन्छ अरु ठाउँमा कहीँ पाइँदैन। सो लेट्स सी होपफुल हैन हामीले लाइभ देख्न पाइन्छ। ओके गाता सो भर्खरै हामीले के अरे मच्छरको लागि स्प्रे हालेको छ हैन किनकि अब विषालु हुन सक्छ डेङ्गु सेङ्गु लाग्यो भने। ओके नाउ हामी चाहिँ जन्जिबारको फरेस्ट जन्जिबार जोजानी फरेस्ट एक्सप्लोर गर्न सुरु गरिसक्यौं देख्न सक्नुहुन्छ हैन छन् त त्यस्तो केही छैन हेरौँ के भेटिन्छ स्पेशली मलाई त बाँदर हेर्ने भनेको प्लस होपफुली कुनै पनि सर्प चाहिँ नभेटोस् है अब त्यस्तो रिस्क्युहरु त छ भनेर सुनिन्न त्यही पनि अलिअलि सर्पहरु भेट्छ र लेट्स सी के देखिन्छ प्लस हामी चाहिँ फुल सेफ्टीमा आएको छौं मच्छरले काट्छ भनेर पुरै स्प्रे हानेर आएको छौं। जंगलमा हिँड्दा अलिकति सेफ्टी चाहिँ अपनाउनै पर्छ रिस्क लिन सकिन्न थाहै छ है अफ्रिकाको जंगलमा धेरै विषालु कीटाणुहरु पनि हुन्छ। सो हामीले स्प्रे लगाएर हिँडेको छौं हेरौँ कसैलाई केही नहोस्। यो नेसनल पार्कमा चाहिँ गाइड चाहिँ कम्पलसरी छ रे अनि इन्ट्री फी चाहिँ अराउन्ड $10 to $12 बट हामीले चाहिँ सबै पे गरेको थियो पहिल्यै गाइडलाई हैन अनि त्यही भएर हामीले पे गर्नु परेन बट नर्मली सोलो चाहिँ इम्पोसिबल है भनौं न। हाकुना माताता त्यहाँ माथि देख्न सकिन्छ सायद यो अरिङ्गलै हो फुल छ हो टोक्यो भने त सक्यो नि त्यसले अट्याक गर्यो भने त खतम। What you see here that is red Columbus I think you can see
यो चाहिँ रेड कोलम्बस मङ्की तपाईँले ओन्ली वान एन्ड ओन्ली यो फरेस्टमा नेसनल पार्कमा पाउनुहुन्छ वर्ल्डको कुनै ठाउँमा पनि पाउनुहुन्न ओन्ली यहाँ यो चाहिँ रेड कोलम्बस यहाँ पनि देख्न सक्नुहुन्छ यो एकदम दुर्लभ मङ्की have too many look have too much यहाँ चाहिँ डिफ्रेन्ट टाइप्सको बाँदरहरू रहेछ हैन अनि हामी चाहिँ अहिले त्यही बाँदर हेर्दैछ अघि हल्का रातो रातो भएको थियो अब यहाँ अलिकति कालो छ हो यो त चिम्पान्जी जस्तै Aveți grijă că astea sunt mai agresive. सो जङ्गलमा घुम्ने बेला चाहिँ अलिकति केयरफुल हुनुपर्छ यहाँ दुईजना आमा र छोरी होला सायद कता पुलिसकै कता हो उनीहरू चाहिँ बिर्सेर बाटो बिर्से रहेछ आफ्नो ग्रुप छुटे रहेछ सो घुम्दैछ सो त्यही भएर अलिकति केयरफुल हुनुपर्छ अनि आफ्नो ग्रुपसँग बस्नुपर्छ ओके यहाँ चाहिँ भिड लागेको रहेछ लेट्स सी व्हाट डू हैव देयर चिया कोलो गङ्गोटो छ कुन क्र्याब हो क्र्याब आया कल have one there red crab Nu știu ce asta. यो मान्छे बसिरहेको जस्तो देखिरहेछ रुखको डाँठ हो कि के हो रुखको जरा हो कि बनाएर राखेको हो कि के हो यहाँ देख्न सक्नुहुन्छ मान्छेहरू बसिरहेको जस्तो देखाइरहेको छ स्ट्याचु बनाएर राखेको जस्तो क्या नो यस्तो राम्रो बनाएर राखेको छ Habibi, come to Zanzibar. Guys, come to Zanzibar. It's really beautiful. अनि युरोपमा अहिले जाडो खाँदै होला जन्जिबार आओ घाम खान पाइन्छ त्यहाँ केही त चलिरहेछ लेट्स सी के चलिरहेछ रमा उ चाहिँ हाम्रो गाइड से हेलो हेलो वेलकम टु जन्जिबार Hakuna Matata या यो सुन्नो रोमाना नेपाल नेपाल yeah. So let's see what happening here Hakuna Matata Hakuna Matata Hakuna Matata Hakuna Matata Hakuna Matata So हल्का Hakuna Matata डान्स गरेको अवस्था जस्ट रियली फन बट यहाँ चाहिँ जे पनि गर्छ नि फोटो खिच्छ उ गर्छ यो सब टुरिस्ट अट्र्याक्सनको लागि हो र यो निड टु पे फर द्याट होइन सो मैले चाहिँ हल्का टिप्स हालिदिएँ नाउ वी आर गोइङ टु सी वाट वी गो टु सी नाउ
स्पाइसी फार्म कुनै त्यो स्पाइसी फार्म हेर्न जाँदैछु लेट्स है त वहाँ गएर भेटौँला ओके राइट नाउ हामी चाहिँ कन्डिमेन्ट फार्म नजिक आइसकेको छौँ अनि अब हामी यहाँ चाहिँ थोरै खानासाना खाएर त्यसपछि यता कता छ अरे कन्डिमेन्ट फार्म स्पाइसी फार्म हामी त्यता हेर्न जाँदैछौँ र खाजा चाहिँ हामी यहाँ खाँदैछौँ लेट्स के छ है फ्रुट हो कि के हो फ्रुट टाइम यहाँ चाहिँ कन्डिमेन्ट्सहरू मसला ससलाहरू के चाहियो होइन तपाईँ किन्न सक्नुहुन्छ सो आई थिङ्क दिस इज यो चाहिँ बेसार हो लिक्विड फर्ममा छ क्या हो जन्जिबर टी सो तपाईँ किन्न सक्नुहुन्छ मसलाहरू होइन इट्स लुकिङ गुड फर फिस हो माचुजी मिक्स ओके फ्रेस मसला जन्जिबार यहाँ यो हाम्रोतिर ढकिया भने जस्तो सामान हाल्नलाई एन्ड इट्स फर गिफ्ट्स वाट इज द ब्ल्याक पेपर मसला यु क्यान बाई इफ यु कम हियर है सो हामी अहिले चाहिँ फार्म पनि हेर्न जान्छौँ अहिले चाहिँ खानासाना खान्छौँ अब के छ फ्रुट टाइम हो कि के छ वाट टु इट हो दिस इज आवर टेबल चिमनगा चाहिँ everything so welcome spices of Hakuna Matata. It's everywhere Hakuna Matata here. Hakuna Matata means everything okay, don't worry, nothing happened. So let's stay and eat. What is this? Pilaf? How to say pilaf, no? Miroase. Pilaf bun. Miroase bine. Miroase bine. Da. Asta e... Little bit. I am Asian, I eat more rice. Thank you. Cu vinete. It's okay, it's okay. Cu vinete. Sauce jama de vinete. With coconut? Yeah. Put me little only. I want to try. Yes. Put more. More? Yeah. I want sausage. Yeah. Thank you. Vrei? Asante sana. Carne mai multă? Banana? Okay. Put me here, yeah? Here. Banana. Banana. Cu ce e gătită asta? Da. Ai mâncat niciodată banană prăjită? Ce-ți dă acolo? Pui. Prăjit. Ce nume? Pui prăjit. Pui. Yeah. Thank you. Pui, bread? Da. Yes. Oh. Și ăla? Spanac. Spanac. Cum? Thank you. Mucicea. Mucicea? Oh, I Da. want. Thank you. Nu, thank you. Gusto, gusto. Gusto, vrei gusto? Nu vreau, nu. N-am mâncat niciodată spanac, n-am mâncat. Noi mâncăm spanac, dar simplu cu Alta. ceapă. Da. Spanac cu ceapă, atât. Da, alta spanac, nu asta. Nu asta, da. Different. Da. Cum e? Că bună poiul. Da? Noi sunt avem masă pe Nepal, la fel. Asta, spanac. Asta cu spanac cu Voi nu mâncați. ridiki. Ridiki alba. Îmi place poiul. Sărac. Da, îmi place. Ai șorate, da? Eu cred că asta e. Înseamnă nu te dai din la pudokin. सो हामीले चाहिँ भर्खरै खाना खायौँ खानामा चाहिँ पिलप सिलप थियो होइन अनि चिप्ली भिन्डा र भिन्डाको तरकारी झोलमा साथै बनाना केरा पकाएको भन्दा नि पकाएको अनि के थियो अरू फ्रुटहरू थियो फ्रेस फ्रुटहरू
त्यसपछि अब हामी चाहिँ एकछिनमा भर्खर खाएर भ्याएको छ, कोही खाँदैछ होइन। खाएर भ्याएपछि सबैले भ्याएपछि एकछिन आराम गरेर त्यसपछि हामी कन्डिमेन्ट फार्म जाँदैछौँ। जस त्यही तरकारी सरकारी होइन, मसला ससला भन्दा नि अब अदुवा बेसार फार्म हेर्न जाने त होला नि। त्यहाँनिर चाहिँ हामीले अब यो प्याकेजको लागि चाहिँ हामीले कति तिरेको, $55 तिरेको होइन। मेरो लागि त अब त्यस्तो उ थिएन, तर त्यही पनि अब आफूसँग आएको ग्रुपमा धेरै बहुमत अर्को भएपछि लेट्सी भनेर म नि आएको थिएँ। अब रुममा एक्लै गएर बस्ने होइन, त्यो आएको छ। हेरौँ, भात चाहिँ सब हेर्दै थियो है, थपेर खाएको। हामी नेपाली हो नि त। युरोप र अमेरिकातिर चाहिँ धेरै रोटीहरू खान्छ होइन, भात चाहिँ अचम्म लाग्छ नि त, थपेर भात थपेर खायो होइन। तर हाम्रो के अरे एसिया र अफ्रिका अनि अरबिक कन्ट्रीहरूमा चाहिँ ब्रेड खाँदैन कि भात कि रोटी होइन। सो मैले भात थपेर खाएको, अब हेर्दै थियो। सो साग पनि खायो हो धेरै पछि, आई थिङ्क आफ्टर 2 years होइन, मैले 2 years पछि चाहिँ साग खायो। लास्ट टाइम रोमानियामा साग पाउँदैन नि त, अनि लास्ट टाइम मैले 2 वर्ष अगाडि घर जाँदाखेरि खाएको थियो। यति बेला लास्ट इयर म घरमा थियो होला होइन। अनि त्यहाँबाट अहिले नै हो खाएको, अहिले जनवरी लास्ट 2 वर्ष अगाडिको जनवरीमा म नेपालमै थियो। त्यही हो, अब चाहिँ यहाँबाट निस्किन्छौँ। देख्न सक्नुहुन्छ कटर होइन, यो चाहिँ रुख कटर भन्छ नि त होइन, हाम्रोतिर नि पाउँछ। तरकारी सरकारी खाने होइन, सानो सानोहरूको जमानामा डरै खाइयो तरकारी, अनि पाकेको नि एकदम गुलियो हुन्छ। अब कोही त छैन होला हौ कटर नखाएको नेपालमा। यो चाहिँ मैले बिहान ब्रेकफास्टमा खाएको थियो। यो चाहिँ ऊ हो के अरे सक्खरखण्ड जस्तै हो होइन, के भन्छ तर अलिक ठुलो लामोमा थियो। तरुल होइन के भन्छ, तरुल भन्छ, मैले पनि बिर्सेँ यार। तरुल सक्खरखण्ड तरुलै भन्छ होइन। त्यो माघे सङ्क्रान्तिमा खाने तरुलै त हो नि होइन। त्यो रहेछ, डिफ्रेन्ट टाइपको रहेछ हो। हाम्रोतिर त लारो गएको हुन्थ्यो नि त, भनिले होइन। फार्ममा चाहिँ हामीले केरा होइन, अदुवा बेसार अनि भनिला त्यही देखिरहेको छु मैले त अहिलेसम्म। अनि कटहर अनि सिनामन त्यही छ हो, अरू त केही भेटेन। साँच्चीकै भन्यो भने मलाई अहिले एकदम आनन्द लागिरहेको छ, यस्तो शीतल भइरहेछ होइन। गर्मीमा हिँड्दा त्यो पहिला जमानामा भन्दा नि पहिला नेपालमा त्यो रुखको मुनि बसेर शीतल तापेको यस्तो याद आयो नि मलाई ठाउँको ठाउँ अहिले होइन। माइ गड यस्तो राम्रो हावा चलिरहेछ। सेट मलाई के अरे फार्म हेर्नुभन्दा नि यहाँ बसेर आनन्दले सुत्न मन लागिरहेछ। केही छैन फार्ममा। यो युरोपियन अमेरिकनहरूले गर्दा त्यत्रो पैसा दिनु पर्यो रहेछ, खालि त्यो अदुवा र बेसार हेर्दै हिँडिरहेछ। आँपको रुख यहाँ जताततै बाटैभरि थियो। यो रुख चाहिँ दामी रहेछ हो। त्यो पनि खतरा रहेछ त ऊ, हेर न यस्तो शीतल छ यहाँ। आमामु यहीँ आनन्दले त्यो उसमा झोला राखेर झोलाको सिरानी गरेर सुत्दिउँ जस्तो भइरहेछ। एनिवे अब एक्लै यहाँ बसेर भएन होइन, लेट्स गो। अरू के देखाउँदो रहेछ हेरौँ। $55 को प्याकेज, लेट्स सी। दिस इज लिटल हार्ड नो। Jambo, jambo bwana, habari gani? Nzuri sana, ati wageni mnakaribishwa Zanzibar yetu, hakuna matata. Karibuni wageni, Hakuna matata, Zanzibar ni yetu, hakuna matata, atakaye na aje, hakuna matata, nchi yenye upendo, hakuna matata, hakuna matata. Zanzibar hakuna matata, Zanzibar hakuna matata, Zanzibar hakuna matata. Zanzibar hakuna matata, Zanzibar hakuna matata, Zanzibar hakuna matata. Thank you. One here. Oh shit. Thank you. No.
कोकोनट गुड नरिवल पानी जस्ट फ्रेस इट्स भेरी गुड नरिवल भयो भने त नरिवल खान नै मन लाग्छ तर यहाँ चाहिँ जुस मात्रै रहेछ बट इट्स रियली टेस्टी नो या I eat this. After drink, you can eat this too. Hakuna Matata. Che jumbo. Oh, too much jumbo here. No, good. I don't let little one drop. अब हामी चाहिँ स्पाइसी फार्मबाट स्टोन टाउनतिर लाग्यो हाम्रो गाडी चाहिँ त्यहाँ पारी छ जस्ट त्यस्तो खास उ त छैन तर युरोपतिरको अमेरिकातिरको मान्छेहरूलाई चाहिँ अलिकति इन्ट्रेस्ट होला तर हाम्रो एसियनहरू त आउनु पर्दैन नआइ नै हुन्छ हो अब तपाईँहरूले बेसारा अदुवा देखेको छैन भने आऊ नत्र नआइ नै हुन्छ हामीलाई यो खास हाम्रो लागि चाहिँ होइन तर पैसा धेरै छ भने आउँदा हुन्छ म एक्लै भएर आएको नत्र आउँदैन थियो अरू सब बाहिरको छ नि त एज अ गिफ्ट चाहिँ हामीले यो पाएको छौँ टोपी होइन यो टोपी लिएर जाने हो सेफली घर पुर्याउने अब यो टोपी चाहिँ यही हो गिफ्ट के अरे स्पाइसी फार्मले दिएको गिफ्ट अब यसरी जाने हो घर कुना मटाटा जम्बो जम्बो वेलकम टु जन्जिबार बाई बाई जन्जिबार यहाँ जम्बो जम्बो भने बसेर बोलिहाल्यो भने अर्को $2-4 चाहिन्छ गाह्रो छ ओके लेट्स गो हाम्रो बस चाहिँ त्यहाँ छ सो अब हामी चाहिँ स्टोन टाउनतिर जाने तयारीमा छौँ लेट्स सी है त कस्तो छ स्टोन टाउन म अब यसरी नै जाने रोमानिया नेपाल लिएर जाने यो टोपी